नेपालका वर्तमान गृहमन्त्री सुदन गुरुङ बिना त्यस्तो कुनै औपचारिक जानकारी नेपालको पूर्वी भूभागमा भ्रमणमा निस्किएपछि यति बेला एक प्रकारको तरङ्ग फैलिएको छ भने सर्वसाधारणहरूमा गृहमन्त्री पनि यति साधारण तरिकाले हिँड्न सक्दा रहेछन् भन्ने कुराको समेत यति बेला चर्चा चुलिएको छ। बिहान बेलुका हातमुख जोड्नको निमित्त सिटी सफारी चलाउने चालकलाई आफैले ज्याकेट लगाइदिनेदेखि हात्ती प्रभावित क्षेत्रमा पुगेर गुनासाहरू सुन्नेदेखि लिएर सीमा नाकाको अवलोकन अत्यन्तै साधारण रूपमा गरेपछि उनको यस्तो प्रशंसा समेत चुलिएको हो। दर्शकवृन्द, आज उनै सुदन गुरुङ नेपालको पूर्वी भूभाग काँकडबिट्टा बाहुनलागी लगायतका क्षेत्रहरूमा अवलोकन भ्रमणमा निस्किएका छन् र सर्वसाधारणहरूसँग साधारण तरिकाले नै प्रस्तुत भएका छन्। हेरौं झापामा सुदन गुरुङ आउँदा कस्तो रहेको छ माहौल यो भिडियोमा जस्ताको तस्तै। एकैछिन पक्नु यो ज्याकेट हामीले डिस्ट्रिब्युट गर्यौं। यो लाउनु न भाइ लाउनु भनेर यो चाहिँ हामीले नम्बर सहितको उहाँहरू चाहिँ लाइसेन्स प्राप्त दर्ता भएको भन्ने राम्रो देख्छ मेरो दाइ। ल यति ह्यान्डसम भएपछि म मेरो दाइ सेन मेरो फोटो पनि खिच्नु पर्यो। ल चेन पनि लगाउँछु दाइ। अबदेखि अरूलाई पनि भन्नु पर्यो है तपाईले है, दर्ता भएको सिटी हो सबैलाई भन्नु पर्यो है, बुझ्नुभयो नि। यति राम्रो देख्नुहुन्छ अनि किन नलाउने ज्याकेट अनि? पछाडि बस्ने कस्टमरलाई तपाईको प्यासेन्जरलाई पनि ढुक्क हुन्छ नि त। भइहाल्यो यस्तो ह्यान्डसम देख्यो अरूलाई नै भन्नु पर्यो है दाइ है तपाईले। गृहमन्त्री सुदन गुरुङ काँकडबिट्टा बजार बस पार्कमा भ्रमण गरिराख्नु भएको छ। यतिखेर दर्शकवृन्द, यति बेला गृहमन्त्री सुदन गुरुङज्यू यति बेला यो दर्शकवृन्द यति बेला सुदन गुरुङज्यू गृहमन्त्री यति बेला काँकडबिट्टामा हुनुहुन्छ र विशेष गरी इन्डियन गाडीहरू चाहिँ यहाँ नेपालमा आउने लामो समयसम्म पार्किङमा रहने तर नेपाली गाडीहरूलाई चाहिँ इन्डियामा प्रवेश निषेधकै अवस्था रहेको छ। यही विषयमा गुनासो आए पश्चात उहाँ चाहिँ यति बेला तीव्र अनुगमनमा निस्किनु भएको छ। हामी प्रत्यक्ष रूपमा यति बेला तपाईँहरूलाई देखाइरहेका छौँ। गृहमन्त्री सुदन गुरुङ यति बेला झापाको काँकडबिट्टामा आज निकै लामो समय उहाँले बिताउनु भएको छ। यो विशेष गरी पूर्वको विभिन्न भूभागहरूमा उहाँ अनुगमनमा आइरहँदाखेरि चाहिँ यहाँ इन्डियन गाडीहरूको विषयमा पनि विभिन्न कुराहरू योभन्दा अगाडि पनि उठेको थियो। त्यही विषयलाई सम्बोधन गर्नको लागि